न कुनै पश्चाताप, न कुनै एउटा आत्मग्लानि, न कुनै आत्मआलोचना। के खालको ढिट मान्छे रहेछ है एमालेको अध्यक्ष। कुनै उनै छैन, ल आत्मग्लानि भन्ने छैन। हुन्छ नि त एकदम मैले यो गल्ती गरेँ कि भन्ने आत्मआलोचना माइन्डमा त आउनुपर्ने हो, छैन। अझै पनि जब्बर सेरै बनेर हिँडिरहेको छ। यही ताल हो भने त्यो ज्योतिषहरूले भविष्यवाणी गर्छ नि, दसैँपछि या मङ्सिरसम्म केही न केही हुन्छ भन्छ। अवश्य यही पाराले हुन्छ 100%। यसमा कुनै शङ्कै छैन साथीहरू। यही पाराले देश अब अगाडि बढ्दैन, कि वार कि पार हुन्छ। यो व्यवस्थाले जेनजीको माग, आन्दोलनको माग पुरा गर्न सकेन भने यिनीहरूले भनेको चियानमा गाडिसकेको भनेको छ नि, हो त्यसलाई ल्याएर पनि कार्यकारी प्रधानमन्त्री चाहिँ बनाउनै पर्छ, निर्वाचन बनाउनै पर्छ, गर्नै पर्छ। त्यसलाई बिउताएर पनि गर्नुपर्छ, नत्र यिनीहरूबाट हुनेवाला केही पनि छैन। यिनीहरूबाट विकासको आश गर्नु, प्रगतिको आश गर्नु भनेको बालुवा पानी खनाए बराबरै हो साथीहरू।